ल है केटा वेलकम टु चित्र रियाक्सन। आज फेरि हाम्रो गणेश जिडी को भिडियो आइसकेको छ। हेर्नु मात्रै हाम्रो मा कुरा गर बोले बोले यार बोले यार छाती मा फलो गरौँ हामीलाई टाढा अनलाइन छोडे अनलाइन गणेश ब्रदरको भिडियो चाहिँ खत्रै हुन्छ। केपीबा विदेशी दलाल नाम के हो? यामलाल। पूरा नाम के हो? यामलाल यमाली। कहाँबाट आएको? गुन्डु। केपीबा मुर्दाबाद। Oh no! हाम्रो पार्टीको आन्दोलनमा देशव्यापी रूपमा करिब 3 करोड जनता सडकमा उत्रिन्छन् यो सरकार विरुद्ध। हेर्दै जा सरकार। हेलो दाइ कहाँ हो? 2 घन्टा भइसक्यो न मान्छे छ न मासु भात छ खै के नेपालमा सबजना मासु भात खाने साथीहरू एकछिन यो किताब बेच्छु कसैलाई किन्न मन छ भने महावीर पुनको किताब आयो। माननीय सदस्य तपाईँ यहाँ किताब बेच्न पाउनुहुन्न। ल ल ल त्यसो भए म बस्छु अनि सुन्छु गर्न सक्ने बिगा गर्छु। माननीय गाइजहरू राष्ट्रिय गानको लागि उठौँ है त। उठौँ कुन गीत बज्यो है? तेरिका यो सुदनलाई डिजेबाट बाहिर निस्किने भनाइ यार। सुदनजी यहाँ हुनुहुन्न नि? अनि खै त माननीय सुदन नायक यही सिन रिक्रिएट हान्दिउँ त। सेम गर्नुहुन्छ सर? ए अति बनाउने के गुड मर्निङ रातमा स्ट्यार्ट अब एक्सन त जाऊँ ल। मनी गाडी होइन लिएर आउँछु भटभटे कम्प्लिट ब्याड बोय कम्पनी। नेताज्यू तपाईँ त रेलगाडीमा आउनु भन्नुहुन्थ्यो, स्कुटरमा आउनु भएछ त्यो पनि ठेलेर। गाडी र पैसा त जलिहाल्यो, सानो पार्टी स्कुटरमै अटाइयो तेल हाल्ने पैसा नभएर ठेलियो ठेलाइयो। छोरीले जिताए गाडी लिउँ सोच थियो सोचमै रहियो। जय जय नेपाल। ल सुरु गरौँ है अब। के भयो? म आज यहाँ गरिबहरूको लागि आवाज उठाउन आएको। ल 1 मिनट छुटाइयो तपाईँलाई। देशमा गरिबको हालत कस्तो भएको छ कहिले सोच्नु भएको छ? हेर्न मलाई होइन हर्के हो क्या कति पीडा छ उनीहरूलाई। धनी भने थाइल्यान्डमा बुम बुम, हामी गरिब भने ठमेलमा त्यही पनि त्यो गराउने ढुङढुङ। आखिर कहिलेसम्म सरकार? म जान्न चाहन्छु। हामी गरिबलाई पनि मनोरञ्जन लिने हक छ। एकदम। ल माननीयज्यू तपाईँको समय सकिएको छ, कृपया तपाईँको यो गनाउने मुख बार बार नचलाउनु त धेरै। अपराध होइन चुनाव गर्छु चाहिँ चुनावको रिजल्ट लास्टमा परियो यता पनि लास्टमै परिएछ। माननीय रविज्यूलाई अगाडि आएर बोल्नको लागि 10 मिनट टाइम छुटाइएको छ। रवि दाइ होइन अब त्यस भन्छ कहिले बोल्छ त? ओ बालन दाइ नेताहरूले के बनाएको थियो त्यस? न त एउटा गतिलो रेल छ, न बस्नलाई एउटा गतिलो जेल छ। ठिक हो कुरो सही हो है। के हो साथी हो एकछिन पक्ने न हो, औषधि त खान दिनु न हो दिमागको। के हो गुरु नलिउ न हो। आज म निकै नै खुसी छु। यहाँ यस्तो युवा वैज्ञानिक विद्वानहरू संसद भवनमा देख्दा
म निकै नै खुसी छु तर ती भ्रष्टाचारीहरू पनि यो सदनमा हुन सक्छन् हामीले नजर लाउनु पर्छ हर्कजी तपाईँले धरानमा जुन पानी ल्याएर क्रान्ति गर्नुभयो म निकै नै प्रभावित छु त्यो कुराले तर भ्रष्टाचारीहरूले कहिले उहाँलाई रोक्न सकेन उहाँको कामलाई कहिले छेक्न सकेन हाम्रा वैज्ञानिक महावीरजी तपाईँलाई म निकै नै सम्मान गर्छु यो प्रचण्ड रहेन चोर साला डाका सकिन किनकि उहाँ एउटा विद्वान मान्छे उहाँलाई निकै नै सम्मान छ मेरो यहाँ हाम्रो हुनुहुन्छ युवा साथीहरूलाई पनि कुनै भ्रष्टाचारी देशमा लागेको धमिराले केही गर्न सक्दैन अब परिवर्तन आउँछ अब परिवर्तनको घन्टी बजिसक्यो सब घर घर देश विश्वमै घन्टी बज्छ अब भ्रष्टाचारीहरूलाई हामी एक गरेर थुक्छौँ हामी बाँकी राख्दैनौँ हाम्रो सरकार कसैले बाँकी राख्दैन तर ती महिला ती विद्वान ती युवाहरूले गर्दा आज म जोस जागरको सहित यो भ्रष्टाचारीहरूलाई चाहिँ एक तराउँछु ए म त नबुझेँ क्या क्यामेराम्यान त्यसले भ्रष्टाचारी भनेर क्यामेराम्यान त्यही प्रचण्डै भाँडा गएका नाकको डाँडी भाँचिने गरी राउन्ड किक हान्छौँ यो हो चाहिँ सुदन गुरुङ माननीय हर्केजी प्लिज यो स्ट्याटस लेख्न बन्द गर्नुहोस् यार यो फोन यो मोबाइल चलाउन बन्द गर्नुहोस् मोबाइलको कुरा नगर्नुहोस् मान्छेको चित्त दुखाउन पाइन्छ नमाननीयज्यू तपाईँले यहाँ बस्ने अनुमति छैन तपाईँ कृपया रौतहटमै घरजम गरेर बस्नु असम्भव म यहीँ बस्छु यहीँ सुत्छु यहीँ सबको कुरा सुन्छु यहीँ बस्छु मान्छे उठाउन पाइन्छ टाक्की मोबाइल मात्र सोच्छु म यहीँ बस्छु यहीँ सुत्छु म यहीँ बस्छु यहीँ खान्छु कमलाज्यू तपाईँ भनेको नि देशलाई चाहिने नेता हो तपाईँ काठमाडौँको मेयरमा उठ्नुहोस् अरू कतैबाट होइन तपाईँको लागि हामी जस्तो जेनजी पत्रकारहरूले नि गोली खाएर भए पनि तपाईँलाई जिताउँछौँ असम्भव घरमा बुढीले डुबाउने फिल्म खेलेर यहाँ मलाई पत्रकारले डुबाउने अप्ठ्यारो भयो गुड मर्निङ गरे ल नेताज्यू सुदन गुरुङ आइसक्यो सागर की तूफानों को भी हमने पथ में किया है पहाड़ और पत्थरों को हमने पद मोड़ दिया है समय आएर बाहिर फाल कोई होगा हिटलर कोई होगा सुदन उसका आवाज इंकलाब लाल रक्सी जस्तो चिज ठिक ठाउँ निश्चित ठाउँमा मात्र खानु पर्यो यसको लागि कडा कानुन हुनु पर्यो जहाँ पाए त्यही खान पाइएन माननीय शान्तारामज्यू कृपया त्यो बन्द गर्नुहोस् यो अश्लील हरकत बन्द गर्नुहोस् बालेन्जी रविजी स्याङ्जान जानु छ है ल अब हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई 1 घण्टा अगाडि बोल्न आग्रह गर्दछु बालन दाइ निस्किने अब ए राविजी पटकै सुहाएन हो तपाईँ उठ्नु पर्यो माननीयजी तपाईँलाई फेरि टुडी खेलमा राखेर नाकको डाँडी भाँचिने गरी दिनु पर्ला नि भान्न नखोज्नुहोस् यस्ता माथे सरकारी चाहनुभयो मलाई खासै धेरै बोल्नु केही पनि छैन अरू फेसबुकमा स्टेटस आइहाल्छ झिक्कै माया तिमीलाई जिक्के माया तिमीलाई ए बालेन्जी 2 महिनाको लागि प्रधानमन्त्री दिउन हो बरु यो फेसबुक अनइन्स्टल हानिदिन्छु हो यो त मैले जनताको आवाज नसुन्नु मेरो देश विदेशीलाई लाने भयो के होला अब मेरो देश सब गोली मैले कहाँ देखेँ ए अस्ति त्यो केपीओलाई छुटाउनु पर्यो के हुन्छ होला विदेशी सरकार मुर्दाबाद भन्नु पर्यो विदेशी सरकार मुर्दाबाद विदेशी जिन्दाबाद
कस्तो मान्छेले हैन है यो पालि सबै यस्तै भयो नि। पढाइ लेखाइ गर्दै गरेर सबै नयाँ पार्टीमा गयो पहिला पहिला मान्छे किन पिटिस भनेर सबले गाली गर्यो शराब थिए र मान्छे पिट्दा तारिफ छ है। त्यही त भने ठोक्ने हो ठोक्ने सब त बताइछ तपाईहरुले कफी लिनुभयो सिंगल सर स्ट्रङ अब हामी बैठकको अन्त्य अन्त्यतिर छौँ। कुलमान त चाहिने रहेछ है आयो अहिलेको सरकार पनि राम्रै हो बिहार गोर्खा बिहार साइडमा राखेर भर्खरै यार केबी खनाल भनेको राष्ट्रको पिता हो। पहिला अलि टङ स्लिप भयो ओली खनाल भन्न खोजेको के तालपरे गृहमन्त्री लेभलको मान्छे हो यार। केबी खनाल जिन्दाबाद हो मेरो बालाई कति गाह्रो भयो होला है बा मेरो बाले केही खाएको छैन होला नाक काट्दै कान काट्दै झरे दिदी पनि आउँछ होला नि। घरमा लुकेर बसेको हात थाइरोइडमा राम्रो होला त डेटो पिक पिक आयो पिक पक 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 सर केही पनि भएको छैन त केही टेन्सन लिनु पर्दैन त्यस्तो सब ठिक छ। तेरो भाइ मलाई त्यो परिषद सरिषद धाउनु छैन मलाई यही सेटल गराइदियो है आदत त छ आइहाल्यो गेममा। ए उहाँलाई त ब्लड इन्फेक्सन रहेछ बिपी पनि आइरहेछ सुगर त आउट अफ कन्ट्रोल। यहाँ झन् किडनीको त कुरै नगरौँ उहाँलाई त भित्रको हावा सुक्दैन उहाँलाई त यो हस्पिटलकै हावा सुटेबल हुन्छ। छैन 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 कहाँ बेड खाली हुने यार हामीलाई यहाँ भ्याइ नगएछ दिनमा 15 जना त नेताहरू नै आउनु थालेछ अहिले त यहाँ बिरामी भन्दा बढी नेताहरू छन् हौ छैन छैन खाली छैन बेड। अब सबलाई कारवाही गर्छु ल पानी मुनि गए पनि छोड्दिनँ म अब प्रमिस इज प्रमिस कसैलाई छोड्नेवाला छैन यहाँ। अब यहाँ 1-2 जना ठुलो माछाहरू समात्छु त्यसपछि मात्र तपाईँहरूलाई गुड न्युज दिन्छु ल अहिलेको लागि चाहिँ गुड आफ्टरनुन भने ल। समात्नु पर्यो खै सरकार कहाँ हो हामी अनि समात्नु गुड मर्निङ गरे ल थ्याङ्क यू गाइज फर वाचिङ दिस भिडियो। यो भिडियो एकदमै मजाक थियो एकदमै अब फन्नी तरिकाले हामीले प्रेजेन्ट गरायो तपाईँ सिरियसली नलिनु किनकि हामीले सबैजना है सेयर गरिदिनु सब्सक्राइब गरिदिनु लास्टसम्म त हेर्दैनन् मलाई थाहा छ त्यही पनि। थ्याङ्क यू सो मच फर वाचिङ गाइज लभ यू सो मच बाई बाई सी यू टेक केयर। सबै चिज